तपाईले अत्याधिक रुचाएको एउटा नाम जो हिजोसम्म 2/3 जनताको मनमा मात्रै किङ थियो अब किङ मेकर बनेको छ। उसको औराले दुश्मनको छाती जल्छ। सडकमा निस्किएर हिँड्दा शहर गुन्जिन्छ। उसको नाम गुन्जिएको देख्दा शासक काँप्छन्, रिसले चुर भएर क्रूर भन्न खोज्छन्। पार्टी भित्रका र बाहिरका हजारौं युवाले बाँच्न चाहेको सपनाको जिन्दगी उसले बाँचिरहेको छ। तपाईले कहिल्यै सुन्नु भएको थियो एउटा मामुली मेयरले देशको प्रधानमन्त्री बनाउँछ भनेर? सम्भवतः दन्ते कथा वा एकादेशको कथामा पनि सुन्नु भएको थिएन होला। तर यी पात्रलाई एकपटक हेर्नुहोस्, यिनलाई थित मरुन्जेल हेर्नुहोस्। यी मामुली मेयर मात्रै होइनन्, देशको सर्वोच्च कार्यकारी प्रमुख बनाउन सक्ने ताकतवर मेयर हुन्, जसकै हृदयमा देशले प्रधानमन्त्री पायो र सरकारका मन्त्रीहरू समेत उनकै छनौटमा छन्। जेनजीको सर्वसम्मत नै प्रधानमन्त्रीका लागि काठमाडौँ महानगरका मेयर बालेन शाह थिए, तर प्रधानमन्त्रीकै पद त्याग गर्ने गणेशमान सिंह पछि दोस्रो व्यक्ति बने, तर देश उनकै डिजाइनमा अघि बढेको छ। अबको 6 महिना बालेन जे चाहन्छन् देश त्यसै अनुसार अघि बढ्ने देखिन्छ। तर यो सब कसरी सम्भव भयो त? पछिल्लो घटनाक्रमलाई केलाउँदै जाउँ। भदौ 23 मा जेनजीले आन्दोलनको घोषणा गरेका थिए। त्यसको अघिल्लो दिन नै बालेनले सामाजिक सञ्जालमा लेख्दै भने, भोलिको र्याली स्पष्ट स्वतः स्फूर्त जेनजीको हो। मेरो हदबन्दीले म जान मिल्दैन, मेरो भरपूर समर्थन छ। अर्थात बालेनको साथ छ भन्नेमा जेनजी विश्वस्त भए। भदौ 23 मा प्रदर्शन चल्यो। हजारौंको संख्यामा युवाहरू सडकमा आए। आक्रोशित भएका केही युवाहरू संसद भवनमै प्रवेश गरेपछि प्रहरीले गोली चलायो। अन्धाधुन्दा फायरिङले 19 जनाको ज्यान गयो। बालेन पनि रिसले फायर भए। केपी शर्मा ओलीलाई टार्गेट गरी आतंकवादीको नाम दिए। त नेता त के मान्छे पनि बन्न सकिनस् भन्दै आवेग प्रकट गरे। युवाहरूलाई यसले थप साहस दियो र बल पुर्यायो। भोलिपल्ट आन्दोलन अर्कै चरणमा प्रवेश गर्यो। बिहानैदेखि नेताका घर र सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी सुरु भयो। नेताहरूको भागाभाग भयो। प्रधानमन्त्रीले समेत राजीनामा दिएर हेलिकप्टर चढेर सम्पर्कविहीन बने। बालेनले फेरि भने, हामीले स्पष्ट रूपमा भनेका थियौं यो जेनजीको आन्दोलन हो।